अहिले चलाउने गाडी साडी किन हुनुपर्छ फोहोर गाडी अब चर्चा खाँदै म पनि के कमी भनेर हाल्छ नि मलाई एकदिन आउनु मन लाग्छ भेट्नु मन लागेको थियो हो तर यता अलिकति नमिलेको म विशेष झापा गइरहेको छु झापामा अलिकति व्यवहार मेन्टेन गर्नु पऱ्यो अनि त्यसले गर्दा झापा एकदम निरन्तर भइरहेको छ अनि विराटनगर घर पनि त्यस्तै लखालिङ छ होइन एकपल्ट साथीभाइले बोलाएर खाना खाइदिनु बनाउन सोचिरहेको छु घरसम्म त सरिसक्यो यो हाम्रो केमिस्ट्री ल्याब जस्तो उता ल्याब छ नि यो पनि केमिकल ल्याब यो केमिकल ल्याब यहाँ त्यहाँ त्यसरी गर्छ यहाँ पनि सेम्पल डायग्नोसिस गर्नु पऱ्यो डिस्ट्रिब्युसन गर्नु पऱ्यो आज छ यो केमिकल ल्याब फिजिकली अनि कम्प्युटर सिस्टम हुन्छ नि अब जस्तै सिमेन्ट बनाउँछौँ यो सिमेन्ट कति वेस्टमा थाल्न सक्छ त त्यहाँ हामी चाहिँ टेस्ट गर्छौँ निकाल्छौँ यो कम्प्युटर सिस्टम भएर अब जस्तै यो 3 दिन चाहिँ हामी कतिको स्टेम दिन्छ यो कुराहरू यहाँबाट हुन्छ कङ्क्रिट दियो भने कङ्क्रिट सिमेन्ट दिनु ब्लकहरू बनाउँछ यसरी अनि त्यसको आइडेन्टिफाई कति कति दिनको भने यसमा हुन्छ 3 दिनको 7 दिनको र 28 दिनको हुन्छ 3 7 28 त्यो ल्याएर चाहिँ बनायो हैन बनायो अनि स्टेम खेल्नु कति धारसम्म खेल्नुपर्छ सरसदा स्याम्पल यसलाई चाहिँ बनाएर पानी पानी गर्नु पर्यो तपाईँ 3 दिनमा एउटा टेस्ट गर्नु पर्यो एउटा 7 दिनमा गर्नु पर्यो एउटा 48 डेजमा यस्तो चिज हो यस्तो एउटा भार बन के हुन्छ त्यो अब के अरे अहिले मनमा पनि राखेको रहेछ यस्तो जापानबाट दिएको त्यही हो